नमस्ते तपाईले यति बेला देख्नु भएको छ मेरो वरिपरि जराहरू देख्नु भएको छ तपाईले चाहिँ दुनियामा चाहिँ जराएको प्रजाति भनेको चाहिँ 60 जराएको प्रजातिहरू हुन्छन् यो चाहिँ जापानको नारा स्थित हो यिनीहरुको सुँग्ने क्षमता भनेको चाहिँ मान्छेको भन्दा पनि 100 गुणा बढी हुन्छ यिनीहरुले चाहिँ के सुँगिरहेछन् भन्ने कुरा चाहिँ तपाईले थाहा पाउनु भयो मैले चाहिँ मेरो हातमा चाहिँ यिनीहरुलाई खाना खिलाउने चाहिँ भनौं न एउटा चाहिँ बिस्कुट छ त्यही बिस्कुटको लागि चाहिँ यिनीहरुले यसरी चाहिँ सिङले उस्तै परे मलाई सिङले पनि हान्दिन सक्छ हैन उन्दिन सक्छ यिनीहरुको सिङ यो एकदम मुलायम हुन्छ सिङ चाहिँ यो सिङ चाहिँ जापानमा चाहिँ सिङको सुप बनाएर सुप खाने चलनहरु पनि छ चलन चल्ती पनि छ त्यही भएर चाहिँ यो जराएको चाहिँ एक सालमा एकचोटी चाहिँ भनौं अब चाहिँ ओ गर्दिन्छ यो बिस्कुट हेर्नु न यो बिस्कुट छ यिनीहरुले धोक पनि गर्छ हैन अब हेर्नु है अब यिनीहरुले धोक गरेको हो हैन निहाउ गरेको कोनी चिवा गरेको यो हो अब यिनीहरुले चाहिँ भनौं यो चाहिँ पाठा हो यो चाहिँ पाठाको चाहिँ के हुन्छ भनेको तपाईको चाहिँ यिनीहरुको चाहिँ सालमा चाहिँ एउटा सिङ आउँछ के अब जराहरूको चाहिँ कति वर्षको भयो यो जराए भनेर चाहिँ बुझ्नको लागि चाहिँ यिनीहरुलाई चाहिँ त्यो त्यहाँनिर चाहिँ यो चाहिँ भनौं न एउटा जराएको चाहिँ बाउ हो यो चाहिँ जराएको बाउ हेर्दै हुनुहुन्छ यो चाहिँ 1 2 3 4 सालमा लागेछ यो चाहिँ 4 सालको यो चाहिँ 4 सालको जरा हो निहाउ कोनिचिवा नमस्ते यो चाहिँ नमस्ते गर्दैछ तपाईले देख्न सक्नुहुन्छ यसलाई चाहिँ अब मैले चाहिँ यो बिस्कुट दिन्छु यसले एउटा धेरै खाना दिनु हुँदैन किनकि मसँग छैन यसको चाहिँ अनि यो चाहिँ फिमेल हो यो चाहिँ मेल हो यो पनि मेल हो हैन यो देख्न सक्नुहुन्छ यिनीहरुको सिङहरु चाहिँ कस्तो हुन्छ अहिले चाहिँ अलि त्यस्तो चाहिँ छैन अझै यो केही समयपछि यिनीहरुको चाहिँ यो जस्तो शरीरहरुमा देख्नु भएको यो धब्बाहरु हैन यो धब्बाहरु चाहिँ उपसादेखि हान्न नै आउन चाहिँ यो चाहिँ फिमेल हो के रे फिमेलको सिङ चाहिँ हुँदैन सानो सिङ हुन्छ फिमेलको चाहिँ कस्तुरी हिरणको यो चाहिँ कस्तुरी हिरण चाहिँ होइन कस्तुरी हिरणको चाहिँ अलि फरक हुन्छ 12 सिङ हिरण पनि फरक हुन्छ तपाईले देख्नु न हेर्नु न यसले त कपडा सबै तान्दिएर मान्छेको चाहिँ गाला साला टोक्दिएर हैन उस्तै पारे दाँत साथ गार्दिन्छ छैन अब छैन अब यिनीहरु चाहिँ अब साइड लाउँछन् अब यिनीहरुको चाहिँ वासस्थान भनेको चाहिँ यहाँनिर बस्छन् हैन धेरै टाढा चाहिँ जाँदैनन् यिनीहरु चाहिँ अब यिनीहरुको चाहिँ बास बस्ने बेला भयो यिनीहरुलाई चाहिँ अलि खतरा महसुस भयो भने यिनीहरु चाहिँ एउटा झुन्ड बनाएर चाहिँ सँगै दौडिने त्यस्तो चलन हुन्छ यिनीहरु चाहिँ सकेसम्म चाहिँ अलि चाहिँ खुल्ला एरियामा चाहिँ बस्ने चलन हुन्छ छैन मेरो हातमा केही पनि छैन त्यही भएर चाहिँ यिनीहरु चाहिँ अब केही छ कि अझ यिनीहरुको चाहिँ सुँग्ने क्षमता भनेको नि त मान्छेको भन्दा 100 गुणा बढी हुन्छ के यिनीहरुको सुँग्ने क्षमता भनेको चाहिँ यिनीहरुले चाहिँ बच्चा जन्माउने भनेको चाहिँ जहिले पनि जुन महिनामा जन्माउने हो त्यही भएर चाहिँ जुन महिनामा यिनीहरुको बच्चा जन्मिन्छ बच्चा पनि साना छन् अहिले चाहिँ भनौं न अहिले धेरै नै बच्चाहरु जन्मिसकेका छन् जापानमा चाहिँ तपाईको चाहिँ जराहरू यसरी चाहिँ बाटोमा देख्न पाउनु भनेको चाहिँ एकदम राम्रो कुरो हो किनकि जापानमा बाघ छैन हैन बाघ नभएको हुनाले चाहिँ जापानमा चाहिँ जराहरूलाई चाहिँ अब खाने चीजै नभएपछि त भनौं अब चाहिँ आक्रमण गर्ने चीजै नभएपछि यिनीहरुको जनसंख्या त बढ्दै जाने भयो हैन मान्छेले पनि यहाँ चाहिँ अब त्यसरी चाहिँ जराएर मार्ने जराएको मासु नि खाने भन्ने पनि छैन मार्छ नारामा पनि जराए मारेर लिएर गएर मासु बेचिराखेको पनि हुन्छन् तर तिनीहरु चाहिँ मार्न पाउने भनेको चाहिँ लाइसेन्स भएको मान्छेहरूले चाहिँ मार्न पाउँछन् अरूले चाहिँ यो जराए मारिहाले भने चाहिँ उनलाई जेल पनि हुने त्यस्तो हुन्छ त्यही भएर चाहिँ अब हेर्दाखेरि कस्तो क्यूट हैन एकदम क्यूट देखिन्छ नेपालमा भएको भए सायद यसरी चाहिँ हामीले देख्न पनि पाइन्थेन अनि टाढादेखि हेर्नु पर्थ्यो किनकि नेपालमा चाहिँ सबैभन्दा बढी राक्षसहरु भनेको मानव नै छन् हैन नेपालमा केही देखिहाले भने चाहिँ ड्याममै हानिहाल्ने ढुङ्गाले हानेर लगेर चाहिँ गएर सुकुटी बनाएर खाइदिहाल्ने त्यस्तो चलन छ त्यो चलन नै हो त्यो चाहिँ एक प्रकारको त्यही भएर चाहिँ जापानमा चाहिँ जनावरहरूलाई चाहिँ धेरै नै माया गर्ने भन्ने अब यिनीहरु चाहिँ जनावरहरूलाई माया गर्ने तर अन्य जनावरहरूलाई काटेर खाने पनि छ तर चाहिँ यहाँ चाहिँ घरमा चाहिँ यसरी पालेको चाहिँ हुँदैनन् बाख्राहरू पालेको चाहिँ हुँदैनन् अब देख्न सक्नुहुन्छ यो आनन्दसँग चाहिँ बसिरहेछ यो मेलै हो जस्तो लाग्छ मेल हो यो चाहिँ यो पनि मेल हो हैन यो एकदम सिङ यसको सिङ देख्नु भयो यो चाहिँ उस्तै परि अलि एग्रेसिभ भएर चाहिँ यसले चाहिँ हान्न पनि सक्छ के हैन यो चाहिँ सेतो धब्बा जुन देख्नु भएको छ नि यो जन्मिँदै यिनीहरुको सेतो धब्बा हुन्छ हुन चाहिँ अनि चाहिँ बिस्तारै यिनीहरुको चाहिँ के हुन्छ भने चाहिँ यो चाहिँ यिनीहरुको बालहरु भनेको चाहिँ यो जाडो महिनामा चाहिँ यिनीहरुको बालहरु चाहिँ झर्छ के बालहरु झरेर जिङरिङ परेको हुन्छ त्यतिबेला चाहिँ अघि पछि त त्यस्तो चाहिँ हुँदैन त्यस्तो समस्या हैन यिनीहरुको चाहिँ अब बाल झर्ने बेला चाहिँ भनेको जाडो महिनामा बाल पुरै झर्छ के है भिडियो कस्तो लाग्यो भिडियो राम्रो लागे चाहिँ
लाइक सेयर गरिदिनु होला। मेरो हात पनि अलि चिलायो, पैसा आउने बेला भए पनि भयो होला जस्तो लाग्यो, त्यही भएर हो है। म त अब के भनौँ र, अब हजुरहरूको साथ सपोर्ट दिनु होला, त्यही भन्न चाहन्छु। यस्तै खालको भिडियो हेर्न चाहनुहुन्छ भने मेरो पेजलाई लाइक सब्सक्राइब के जाति हो सबै कटाङ गुटुङ एकचोटि हानिदिनुहोस् होला है त। धन्यवाद ल।